गर्नु हजुरहरू सबैलाई भोसोबा बुझे कालिम्पोङबाट। अनि फिलहाल चाहिँ अहिले म चाहिँ यहाँनिर यो के भन्छ अलगढा त्यहाँबाट भ्लग स्टार्ट गरिरहेको छु है। अन्तखेरि हामी चाहिँ कहाँ गएको भनेर भन्दाखेरि दुईजना कुरा आज चाहिँ दिदीको घरमा जुन होमस्टेहरू तपाईँहरूलाई देखाइरहेको छु कतिवटा भिडियोहरूमा उहाँ दिदीहरूको घरमा चाहिँ दुईजना कुराहरू जाँदैछु। त्यहाँनिर चाहिँ दामी विशेष गरी त्यो फुल चाहिँ दामी फुलिरहेको छ अरे। त्यो फुल चाहिँ तपाईँहरूलाई पनि देखाउने इच्छा भइरहेको छ। हामी चाहिँ आइपुग्यो बिस्माइल दिदीको घरको त्यहाँनिर। लु बिस्माइल चाहिँ म यहाँनिर आइपुगेँ दिदीको घरमा है। तपाईँहरूलाई अब के कसो हुन्छ देखाउँछु। विशेष गरी चाहिँ यहाँनिर चाहिँ फुल देखाउनुको लागि चाहिँ तपाईँहरूलाई एकदम इच्छा भइरहेछ। बाहिर चाहिँ दामी फुल फुलिरहेको छ, त्यो चाहिँ तपाईँहरूलाई अहिले एकछिनमा देखाउँछु ल। यहाँ मेरो बिस्माइलमा नि हाम्रो दिदीहरूको होमस्टेमा चाहिँ यहाँनिर चाहिँ यहाँ हेर्नु फुल चाहिँ हेर्नु त यस्तो दामी चाहिँ फुल फुलेको छ नि, के भन्नुहुन्छ र अब। वाउ यहाँ हेर्नु न सिजन थाउसहरू हेर्नु न यहाँनिर। यो फुललाई चाहिँ के भन्छ मलाई थाहा भएन, भेनाजुला थाहा छ होला। यो चाहिँ क्यानेल चुला कत्रो कत्रो झुप्पा फुलेको छ। यो क्यानेल चुला पनि हेर्नु नि कत्रो कत्रो झुप्पा फुलेको छ यो पनि क्या। यहाँ हेर्नु न यो त के हो प्लास्टिकको फुल जस्तै देखेको हौ। कस्तो दामी प्लास्टिकको फुल जस्तै देखेको हेर यो पनि क्यानल चुला। हेर्नु न के दामी दामी फुलेको भगवान। यहाँ चाहिँ टुरिस्टहरू चाहिँ नि यो फुल देखेर मक्खा भएर गाडी रोक्यो ओरिकन यहाँनिर फोटै खिच्नु भयो नि उभिन्छ यहाँनिर चाहिँ फुलले गर्दाखेरि चाहिँ। यहाँनिर दिदीहरूको यो होमस्टेमा चाहिँ यहाँ कस्तो राम्रो प्लान्ट देखिरहेको छ यो नि। यहाँनिर चाहिँ सबै यो उयो एजेलिया फुलिरहेको रहेछ हौ। सिजन थाउसहरू त आमा यसको नि के फुल हो यो साह्रै राम्रो रहेछ हौ। सेडिङमा हेर्नु नि योनिर यो डार्क पिङ्कमा यो अलिक लाइट पिङ्कमा रहेछ हो। यो पर्पलमा रहेछ। यहाँ हेर्नु त सिजन थाउस फुलेको आमा हो के साह्रो दामी फुलेको है। सबै प्रायः यहाँनिर चाहिँ सबै यो फुलहरू जति चाहिँ भेनाजुले गर्नुहुन्छ मेरो दिदीको भेनाजुले गर्नुहुन्छ। हेर्नु न यस्तो दामी दामी अर्किड पनि फुलिरहेको रहेछ यहाँनिर। यो कस्तो राम्रो भएछ हौ मस परेको साह्रै उहिलेदेखि अहिलेदेखि होइन। भेनाजुले फुल चाहिँ क्या जुन सिजनमा आउनुहुन्छ त्यही फुल पाउनुहुन्छ। दसैँतिर भोलि पर्सि फेरि सिनेरिया त्यस्तै, त्यो गदावरी सयपत्री फुल त्यस्तै हो, बेगुनिया फुल्छ त्यस्तै। हेर्नु न अहिले चाहिँ सिजन थाउस फुलेर यस्तो दामी भइरहेको रहेछ। फुलले नै अब मक्खै हुनेछ हुने अन्त। हेर्नु न यस्तो दामी दामी फुलहरू हो। आउने बित्तिकै दिदीहरूको दोकान त यस्तो भिड छैन, टुरिस्टहरू पनि पुरा रहेछ। कति भन्दै थियो 17-18 जना कति भनेर भन्दै थियो। अहिले 7-8 जना अहिले फर्क्यो होइन, अझै छ अरे ड्याममै छ अरे हो। अन्तखेरि आउने बित्तिकै मैले लगाएको लुगा त बाङ बुङ खोलेर बेसी गरम भएर नसकेर बुट त झन् नि बेसी तातेर किचनमा नि छाम्दा नि च्याप भएको त्यस्तो पो हुँदो रहेछ बुट त कि। अन्त पेन्ट पनि त्यस्तै लेदरको लगाएको होइन, गरमले भित्र फर भएको पुरा गरम भएर चाहिँ दिदीको कुर्ता लगाएर कस्तो सजिलो भइरहेछ, काम गर्नु पनि सजिलो भइरहेछ। किचनमा आउने बित्तिकै पसेर सघाउनु आएको नि त, त्यही पनि ढिलो भयो नि, बिहानको त सघाउनु पाएन। अलिअलि चाहिँ अहिले चाहिँ सघाएँ। यहाँ चाहिँ डरलाग्दो प्रोग्राम हुँदैछ अहिले हो। अन्तखेरि हामी चाहिँ यहाँनिर तपाईँहरूलाई चाहिँ एकदम मैले यहाँनिरको चाहिँ विशेष गरी चाहिँ फुल चाहिँ पुरा देखाउनु मन थियो नि त। अन्त त्यही भएर चाहिँ तपाईँलाई चाहिँ यही फुल देखाउँछु भनेर नि सम्झिरहेको थिएँ। यस लाइन चाहिँ तलको लाइन चाहिँ डल्लै क्यानल चुलाको रहेछ। यो चाहिँ यो डल्लै लाइन चाहिँ थुप्रो कलरहरूमा रहेछ, अरेन्जमा, रेडमा, येल्लोमा, रानी पिङ्कमा, सबै कलरको छ यहाँ चाहिँ हो। यहाँ चाहिँ त्यहाँदेखि यो लाइन चाहिँ यस्तो यस्तो यो फुल के भन्छ हौ यो फुल पटमा लगाएको छ नि त एउटा लान्छु होला जस्तै लाग्यो। मागेर बिचारा भेनाजुले त्यस्तो रोप्नुहुन्छ फेरि। यो क्यानल चुला पहेँलोमा यो सबै। त्यहाँदेखि यहाँ चाहिँ यो यहाँनिर चाहिँ के भन्छ बिस्माल, यहाँनिर अलगढा बिस्मालमा चाहिँ यहाँ चाहिँ फुलकै यस्तो दामी दामी फुल लाउनुहुन्छ नि। यो माथि हेर्नु न फुल यस्तो अर्किडहरू क्या मजाले फुलिरहेछ यहाँनिर नि त। यो चाहिँ अहिले भरे देखाउँछु माथि ल। यहाँनिर चाहिँ शिवजी राख्नु भएको छ यहाँनिर। यहाँनिर पूजा पनि गर्नुहुन्छ सधैँ बिहान बेलुकै।
यहाँ पहिला चाहिँ यो 20 माइल चाहिँ कस्तो देख्थ्यो भन्नु त सुनसान एक दुईवटा घर दोकानहरू थियो होइन अहिले त यहाँ हेर्नु न अब हाम्रो दिदीहरूको यहाँनिर होमस्टे होइन अहिले त यहाँनिर घर यस्तोहरू बनाएको छ अहिले होटलहरू होमस्टेहरू नै हो सबै यस्तो बनाएको छ अहिले चाहिँ टुरिस्टहरू पुरा छ किनभने यहाँनिर आर्मीको चाहिँ यहाँनिर माथिपट्टि चाहिँ यो सबै आर्मी हो नि त यहाँ आर्मीको चाहिँ माथि चाहिँ एकदम प्रोग्राम हुँदैछ अरे नि त त्यही भएर माथि त खिच्नु दिँदैन माथिको त अनि यहाँ तलको चाहिँ अलिअलि चाहिँ देखाएको गेटहरू त यस्तो बनाएको रहेछ हेर्नु न अहिले त झन् रमाइलो भएछ नि त यहाँनिर दोकानहरू खोलेर होमस्टे कत्रो घरहरू बनाइसकेछ हौ आम्मा हो छक्कै पर्नु हेर्नु अहिले त ए गेटहरू नि यस्तो बनाएको रहेछ अहिले त आज चाहिँ यहाँनिर भित्र चाहिँ उहाँहरूको चाहिँ एक्स सर्भिसम्यान अनि सर्भिसमा हुने जो पनि हुनुहुन्छ कुन उयसकोहरू पनि यहाँ चाहिँ ठुलो आज चाहिँ भित्र प्रोग्राम टाढोको हुनेहरूले हेर्नु यहाँनिर शाखा सन्तानहरू जति पनि छ यो घरहरू त एउटा पनि थिएन हो यो बिल्डिङहरू यस्तो केही थिएन गुराँसहरू पुरा फुलिरहेछ यहाँ पनि गुराँसै हुन्छ नि त गङ्गाहरूको घर अगाडि पनि गुराँसहरू पुरा फुलिरहेछ गाडीहरू पुरा टुरिस्टहरू पुरा त्यहाँदेखि यहाँ प्रोग्राम हामी चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ कहाँ आएको छ भनेर भन्दा चाहिँ नि पेदुङदेखि पेदुङ बजारदेखि 5 किलोमिटर तल अरे हो यहाँनिर चाहिँ मदन दाजु हाम्रो मदन दाजुहरूको चाहिँ यहाँदेखि उता चाहिँ यो एरियादेखि डल्लै उता चाहिँ अफिस रहेछ पुरानो अफिसहरू रहेछ पुरा ठुलो एरियाहरू रहेछ कि तर भूत बङ्गला जस्तो रहेछ डरै लाग्दो हो अन्तखेरि त्यहाँनिर घुमिओरि मदन दाजुले घुमघाम पारिओरिकन चाहिँ यहाँनिर छेउमा भाइको दोकान यहाँनिर मदन दाजुको अब उहिलेको चिनाजाना भाइहरू रहेछ यहाँनिर दोकान रहेछ यहाँनिर बसेर चिया पानीहरू खायौँ त्यहाँदेखि उता जाने काम थियो मदन दाजुको त्यहाँनिर गयो त्यहाँनिर मान्छे पनि भेटेन अब हामी यहाँबाट फेरि दिदीकोबाट चाहिँ उकालो लाग्ने यहाँ चाहिँ नयाँ हाइवे खोलेको रहेछ नि त यहाँनिर उहाँदेखि चाहिँ जोडिएको रहेछ रोड हाइवे फाटक भन्छ अरे यसलाई चाहिँ यहाँ चाहिँ हाइवे फाटक अरे यहाँनिर चाहिँ नयाँ रोडहरू पुरा ठुलो बनाएको रहेछ कि यहाँदेखि उता चाहिँ मदन दाजुहरूको यताबाट चाहिँ उता अफिस तर डरै लाग्दो एकछिन गएको दिउँसै डर लाग्ने खालको रहेछ हौ यहाँनिर चाहिँ यहाँ छेउमा चाहिँ दोकानहरू बाटोमा यसरी चाहिँ मदन दाजु बात मार्नुपर्छ म चाहिँ अल्छी लागेर अलिकति भ्लग गरेको यहाँनिर चाहिँ नि क्रुस डाँडा अरे हौ 20 माइल मुनि अहिले हाम्रो घुमिकन आएर चाहिँ यहाँनिर चाहिँ पेदुङ जाने बाटो हो यहाँनिर म चाहिँ कहिले नै आएको थिइनँ यहाँनिर आज फर्स्ट टाइम आएको थिएँ क्रुस डाँडा हेर्नु जाउँला भनेर बोलाएर चाहिँ जाउँला भनेर गएको कि भरे हेर्दा चाहिँ यति रहेछ म त यहाँ चाहिँ सम्झेँ कि क्रुस डाँडा भनेर सम्झिँदाखेरि चाहिँ सायद यहाँनिर चाहिँ म चाहिँ अब यस्तो दामी भ्यूहरू देख्ने होला यस्तो केही सम्झेको थिएँ होइन भरे त यहाँनिर चाहिँ मुनि चाहिँ केही छैन जङ्गल मात्रै रहेछ जङ्गल यस्तो मात्रै रहेछ यो बाटो चाहिँ यहाँबाट चाहिँ सिधै रम्फू गयो भने चाहिँ आधी घन्टामा चाहिँ पुग्छ अरे टक्कै गान्तोक जानेहरू चाहिँ आजकल यो बाटो चाहिँ जान्छ अरे यसरी यो बाटो यस्तो अरे हौ म त छक्कै पऱ्यो यो बाटो चाहिँ गएको छुइनँ नि आएको छैन दिदीहरूको होमस्टेको नाइट भ्यू लुकेको हेर्नु नि बहिनी फेरि यहाँनिर पुरा लुकिरहेछ यहाँनिर चाहिँ अब हामी चाहिँ घर गएन नि त आज घर गएन गेस्टहरू पुरा छ कि भ्याएन अनि यहाँनिर चाहिँ खानाहरू चाहिँ सबै रेडी गरेर चाहिँ अब अनि यहाँनिर चाहिँ प्लेन राइस हो तातो छ यहाँ चाहिँ प्लेन राइस तपाईँहरूलाई पनि देखाएको आजको चाहिँ बेलुकाको डिनर हो यहाँनिर जति पनि गेस्टहरू बस्नु भएको छ उहाँहरूको लागि चाहिँ यहाँनिर आइटम चाहिँ यसरी तपाईँहरू पनि आउनुभयो भने तपाईँहरूलाई नि अब अलिकति आइडिया हुन्छ के पाउँछ भनेर तपाईँहरूले कतिजनाले मलाई सोध्नुहुन्छ नि त त्यो भन्दाखेरि चाहिँ मतलब आजको मेनु यो जे छ त्यही भोलि पनि हुन्छ भन्ने होइन अब डिफ्रेन्ट हुन्छ अब यो चाहिँ ल दाल त भाइ बहिनी दाल खोलिदिनु त यहाँनिर भयो मुसुरी दाल तपाईँहरूले कालो दाल पहेँली दाल जे पनि पाउनुहुन्छ आजकोमा चाहिँ मुसुरी दाल छ यहाँनिर अन्तखेरि यहाँनिर के पो छ यहाँनिर त पर्क र रायोको साग होला है सबैजना आइहाल्यो भने चाहिँ राम्रो हुन्थ्यो चिसो हुन्छ भनेर नि यहाँनिर चाहिँ पर्क र रायोको साग हो यो चाहिँ लाइट चाहिँ अलिक नभए लाइट अरू बोल्दैन गङ्गा बोल्छ नि बाल्दैन बिटी टिटी जेसुकै होस् यहाँनिर पर्क र यहाँनिर चाहिँ यो साग छ है रायोको सागसँग न्युटेलाको यो क्रन्ची अचार हो आज क्रन्ची भएको छ जस्तो छैन यहाँनिर चिकन हो यहाँनिर यो फुलकोपी र आलु यो पिसेको सिलौटोमा पिसेको अचार है पोलेको रमभेडाको अचार योसँग बहिनी यहाँनिर के छ होला है अलिकति हेर्नु न यो पनि फुलकोपी यो दुइटामा चाहिँ नहटेर फुलकोपी यसरी राखेको छ ल आजको बेलुकाको चाहिँ स्टार्टिङ चाहिँ यस्तो प्रकारले छ अनि यहाँनिर गेस्टहरू चाहिँ आउँदैछ मैले सोधिकन चाहिँ भिडियो गरेकै किनभने अब कतिले नहाल्नु भन्छ यहाँनिर सोधेँ बहिनीहरूलाई एकदम यस भनेर चाहिँ छ अलिकति छ अनि यहाँनिर चाहिँ हाम्रो यहाँनिर दिदीहरूको डाइनिङ हल चाहिँ यस्तो प्रकारले छ यहाँनिर सङ्गम मुखिया फोटोग्राफर तपाईँहरूलाई थाहा छ होला उहाँकै एकदम यो फोटोग्राफरहरू चाहिँ सबै सङ्गमले गरेको गेस्टहरू त पुरा छ यहाँ बहिनी र भाइ यहाँनिर बहिनी कहाँबाट अरे बहिनी
रामबङ्गला ए सिक्किम रामबङ्गलाबाट हो ए हो ए यहाँ भाइ फौजी आर्मी हुनुहुन्छ है इन्डियन आर्मी यहाँनिर दुईजना चाहिँ हस्बेन्ड एन्ड वाइफ हो आज चाहिँ यहाँनिर आर्मीहरूको चाहिँ माथि चाहिँ एकदम ठुलो प्रोग्राम भएको थियो नि त त्यही भएर चाहिँ यहाँनिर गेस्टहरू चाहिँ यहाँनिर थुप्रो छ यहाँ फेरि पाहुना मदन दाजु पाहुना केही पनि हुँदैन काटिन्छ भनेको अप्ठ्यारो हुन्छ भनेको हस्बेन्ड पाहुना लागेर यहाँनिर एकदम यहाँनिर अलिकति रमझम भइरहेछ यस्तो के खाएको छैन चोरको भन्छ चोरको खुट्टाले पहिला निकाल्छ भन्छ नि हो त्यस्तै उसलाई सोधेकै छैन उसले पहिला सुरु खाएको छैन अरे नसोधिकन खाएको छैन अरे यहाँ मेरो भेनाजु हुनुहुन्छ यहाँनिर सबैजनाले कतिवटा देखिनु पनि भएको छ चिन्नु पनि भएको छ पहिलाको भिडियोतिर पनि देखाएको उहाँ चाहिँ मेरो भेनाजु जुन म बिस्मेलमा आइरहेको छु मेरो दिदी म माथिको दिदीको भेनाजु अनि यहाँनिर अस्ति नै देखाएको तपाईँहरूलाई देखाएको मैले बनाएको आइटमहरू यहाँनिर यसरी राखेको छ यहाँ हेर्नुहोस् है मैले बनाएकोहरू नयाँ जति पनि हुनुहुन्छ उहाँहरूलाई थाहा छैन भने चाहिँ यो आइटमहरू पनि मैले बनाएको अनि यहाँनिर हल्का फुल्का भेनाजु र मेरो हस्बेन्डको चाहिँ गफ हुँदैछ यहाँनिर डिस्टर्ब नगरौँ होला हो अनि यहाँ खानाको लागि गेस्टहरू कतिजना आइपुग्नु भयो थाहा छैन कतिजना आइपुग्नु भयो कतिजना आइपुग्नु भएको छैन होला ला अरू चाहिँ आउनु भएको छैन ए लु खानाहरू के कस्तो लाग्छ तपाईँहरूले लु ट्याङ्की डङ अरूलाई नि बोलाउनुहोस् न हौ साथीहरू बेलुका के 11 बज्यो सकेको छैन ऊ दिदीले अझै यहाँ गर्दैछ बहिनी ऊ बिचरा रास भाँडा धोएर ऊ यहाँ किचन चाहिँ अहिले टालटुल गरेको पत्र ऊ के फेरि गोबर नभएर हो म साह्रो ठुलो भएर किचन टालटुल पारिदिएको अलिक भए नि यो अलिअलि लिप घस गरेको अहिले यस्तो यो चुलामा आज कुखुराको मासु सुँगुरको मासु हो रायोको साग अन्त के भन्छ मुसुरी दाल भात सब चाहिँ यस्तो आगोमा पकाएको दाउरामा पकाएको खाना चाहिँ गेस्टहरूलाई दिँदा चाहिँ अन्त कस्तो चाहिँ रमाइलो मिठो टेस्टी भाँडा रास बहिनीले धोएको बहिनी कहाँ गयो फेरि बहिनी 11 बज्यो घर जानु आँटेको गर्दा साफा गएको हामी चाहिँ सुत्नु 11 बज्यो अब हामी चाहिँ सुत्नु गएको अन्त दिदी हामी 3 जना चाहिँ सुत्नुको लागि गएको अब सबैलाई गुड नाइट मेरो हस्बेन्ड पनि तल गइसक्यो होला अनि बेगसेक बोकेर राति हुँदा लु गाइस तपाईँहरू त सबै सुत्यो होला हामी पनि गएको अन्धकार यस्तो छ यस्तो छ यहाँ सुनसान अन्धकार हिजो त हामी 20 माइलमा बस्यो आज चाहिँ फर्किनु पर्ने अब के गर्दा कामहरू सकाइदिँदा गर्दा दिदीहरूलाई हो अन्तखेरि ढिलो भइहाल्यो नि त आफ्टरनुन फर्किनु पर्ने भनेको त हेर्नु न पानी क्याटल त पर्यो हो पानी परेर नि रहेर पनि फेरि अब जानुलाई रेडी भयो अरे कि फेरि पानी आउँदैछ अब स्कुटी लिएर आइरहेछ हामी त पानी के अरे यहाँनिर होइन अब 2 जना बुढाबुढी चाहिँ भिज्छ होला भनेर टेन्सन भएन नि अब यस्तो दिनै यो पानी पर्ने नै खालके नै भइरहेछ हो ला के गर्नु अब सानो दामी फुलेको छ फुल त बाफ्रे ए माथि त खिच्नु भने त बिर्सेछु माथि हेर्नु न अर्किडहरू सबै यसरी फुलिरहेछ है लु तपाईँहरूलाई एकदम आउनु इच्छा भयो भने चाहिँ यहाँनिर दिदीहरूको होमस्टेमा अनि अहिले नि पुरा गेस्टहरू पुरा आउनु भइरहेको छ टाढो कहाँदेखि अब चाहिँ हामी जाने बेला भएको पानी आउन थाल्दैछ है यस्तो बिसाद भयो नि पानी आउँदैछ है कसरी जानु होला है ला पानी आएर दिन त यस्तो भइरहेछ हेर्नु न कालो लु बाई खै एकताल यहाँ सबैलाई आऊ यहाँनिर खै न हेरौँ लु यहाँनिर चाहिँ एकदम मिरा दिदीहरू यहाँ भाइहरू सबलाई भेटेँ लु मिरा दिदी यहाँनिर प्रणिता लु हामी सबैजना अब गएको हेलो सबैजना गाडीभित्र पसेर एन्जल दिदी यहाँ दाजु हुनुहुन्छ यहाँ को पो भाइ यहाँ के अरे मनि अझ लास्टको हेर्नु नि उसको खिचेको डल्लै त्यसरी खिचेन नि है लु आउँदैछ हामी पनि ल लु बाई दिदी पनि बाई भाइ त खुसी होला भाइ यहाँ
हामी चाहिँ गएको लु बाई 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 भन्दै दिदीलाई बहिनी आमा बाबा भेना सबै सागर सोटी सबैजनालाई यहाँबाटै बाई भनेर गएको अब चाहिँ लु भेटेर अब उता गर्नु ल ओके बाई बाई भोलि भेटौँ ल काट्छु होला अन्त